सम्पूर्ण मित्रलाई हार्दिक नमस्कार छ। मित्रहरू, अचम्म लाग्छ, सरकार गठन भएको 1 महिना भएको छैन, कहिले कुन मन्त्री केमा फस्यो, कहिले कुन मन्त्री के गर्यो भन्ने खालकोहरू मात्रै सुन्न परिरहेको छ। यो राम्रो संकेत चाहिँ होइन। यसले रासपाले कस्तो मान्छेहरू लाई चाहिँ मन्त्री परिषदमा लगेका रहेछन्, कस्ता कस्ता मान्छे रहेछन् भन्ने बारेमा र त्यो निर्णय गर्न सक्ने क्षमता कस्तो रहेछ भन्ने बारेमा पनि प्रश्न चिन्ह खडा गरेको छ। अब गृहमन्त्री जस्तो मान्छेको घरि पोखरामा फेवातालको छेउमा यति रोपनी जग्गा भेटियो भन्छ, घरि यति रोपनी, यति तपाईँको चाहिँ नि तोला सुन होए भन्छ मन्त्रीहरूको। कहिले चाहिँ नि फेरि यो के जति बिचौलियाको भन्ने कुराहरू आइरहेछ। यो अचम्म लाग्दो कुरा छ। यसले राम्रो संकेत चाहिँ गरेको छैन। अब यो खालको सिनेरियो बन्छ भने देशले सुशासन कसरी चाहिँ नि हैन प्राप्त गर्न सक्ला। सुशासन बिना विकासको सम्भावना हुने कुरो पनि भएन होला। अचम्म लाग्दो छ। अब मूल्याङ्कन गर्नुपर्ने दिनहरू थुप्रै छन् है, थुप्रै छन्। अब सुरुवात कास्टिङै झुर भयो जस्तो भइरहेको अवस्था छ। अब मजाले बजेट बनाउने तर्फ लाग्छन्, सबैतिर के छ कसो छ सरसल्लाह गरेर अगाडि बढ्छन् होला भनेको त अब यस्तो चाहिँ कतै के हैन। यसले राम्रो संकेत देखाएन। मित्रहरू, यहाँहरूलाई कस्तो लाग्छ? मलाई चाहिँ एउटा सचेत नागरिकको हैसियतबाट, एउटा प्रतिपक्षीय दलको अगुवाको हैसियतबाट यो चाहिँ ठिक लागिरहेको छैन। इट्स नट सोइङ गुड सिग्नल। यहाँलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला। र यसले चाहिँ सत्तारूढ दलको निर्णय गर्न सक्ने क्षमतामा पनि ठुलो प्रश्न चिन्ह खडा गर्यो। अब के अरे कसरी चाहिँ नि अब यो हैन केसबाट बाहिर साथीहरू निस्कने हो भन्ने बारेमा पनि अब चाहिँ नि सबै मान्छेले क्लोजली अब्जर्भ गर्ने बेला भएको छ। यति भन्न चाहन्छु अहिलेलाई।